Hello guys, welcome back to another video. So अहिले मेरो अगाडि छ ब्रदर को DCP-L 2540 DW मोडल को प्रिन्टर. So as you can see over here, यसमा चाहिँ एउटा प्रब्लम छ. तपाईको चाहिँ जब के प्रिन्ट अथवा फोटोकपी गर्दाखेरि यसमा चाहिँ जाम ट्रे रिमुभ द जाम पेपर भनिरहेछ है. यो तपाईको चाहिँ फ्रिक्वेन्टली चाहिँ यहाँ तपाईको यहाँनिर चाहिँ मेन ट्रेमा पेपर ट्रेमा चाहिँ यहाँ यस्तै पेपर जाम भइरहेछ हैन. यसरी चाहिँ पेपर जाम भइरहेछ. सो गाइज इन दिस भिडियो आई विल टिच यु हाउ टु सल्भ दिस प्रब्लम है त. सो लास्ट चाहिँ यो पेपर निकालौँ हैन. यताबाट पछाडि पनि यो ट्रे भयो. ल तिमीलाई हल्का सफा गर, सरसफाइ गर. अनि त्यसपछि चाहिँ यो कभर छ नि, साइड कभर. मोबाइल हेर्नु चार्ट त मोबाइल हेर्नु भनेर साइडमा राख्दै कोठैबाटै हराए के. एनटिसी नम्बर थियो 590 हो पछाडि. हैन सुरुमा के थियो 98 97 हो के. ओरिजिनल लानु भयो नि हुन्छ मतलब. ओरिजिनल नाइक त लिएर जानु भयो नि हुन्छ कि. यहाँबाट लक हुन्छ, यो निस्किन्छ हैन. त्यसपछि चाहिँ अब माइनस गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ है हैन. यो चाहिँ यो क्लच चाहिँ तपाईँको चाहिँ यसको लागि हो, यो मल्टिपर्पज ट्रेको लागि भने. अर्को जुन यो ट्रेको पेपर तान्ने हुन्छ यो यसको लागि चाहिँ यसले यो चाहिँ रेस्पोन्सिबल हुन्छ हैन. अब यसलाई चाहिँ छुट्टी निकालेर हेरौँ है त. यसलाई निकाल्नलाई चाहिँ के गर्ने त भन्दा चाहिँ यहाँ छ नि यसले लक गरिरहेको छ नि. यसलाई चाहिँ हल्का यस्तो गरेपछि निस्किन्छ. यो यसरी निस्किन्छ हैन. निस्केपछि चाहिँ अब यहाँनिर चाहिँ यसको केबल छ हैन. यो केबललाई यसरी केबल देख्न सक्नुहुन्छ हैन. चाहिँ यसरी अब चाहिँ हामीले चाहिँ यो प्रिन्टरको निकालेर चाहिँ यसरी ट्राई गर्नेछौँ हैन. अरू पनि छ त्यहाँ यस्तै प्रिन्टर. छोडेर चाहिँ निकालेर चाहिँ हामीले चाहिँ त्यो मोटर त्यो क्लच चेन्ज गरौँ न. सो गाइज नाउ दिस इज अनदर प्रिन्टर. पनि अब अघि जस्तै गरेर सबै होइन सबै निकाल्नु पऱ्यो पालै पालो. काटी छैन यसमा. पछाडि प्लास्टिक यो पनि निकाल्दै भयो होइन. यो पनि यसरी यहाँ लक हुन्छ, यसरी पानीले निस्किन्छ. यति गरिसकेपछि चाहिँ अब फेरि अब यो निकाल्नु पर्यो हामीले. अब अब यसमा पनि पहिलाको त्यो पुरानो बिग्रेको प्रिन्टरमा पनि सेम यही प्रब्लम भएको भए चाहिँ होइन. यसमा पनि त्यही प्रब्लम आउँछ फेरि होइन. त्यो प्रब्लम चाहिँ यसमा चाहिँ त्यो प्रिन्टरमा नभएको भए होइन. अरू मात्रै प्रब्लम भएर बिग्रेर बसेको भए चाहिँ त्यो चाहिँ यो चाहिँ प्रब्लम सल्भ हुन्छ. त्यही हो यहाँनिर यसरी यो लक भयो. अब जस्ताको जस्तै एजिटिस हल्का फोरो छ, हल्का चाहिँ एकचोटि ब्लोर हान्दिउँ है.
प्रिन्टर अप्सन्स टेस्ट प्रिन्ट स्टार्ट होइन हेरौँ बेसी पेपर जाम हुन्छ कि हुँदैन फेरि पनि यहाँनिर चाहिँ पेपर जाम भयो होइन हेरेर पनि त्यही भएर चाहिँ अब एकचोटि चाहिँ जुन मैले अघि सुरुमा देखाएको थिएँ रोलर त्यो रोलर पनि एकचोटि चाहिँ सफा गरेर चिसो कपडाले सफा गरेर हेरौँ है त एकचोटि फेरि ट्राई गरौँ होइन अब पनि फेरि त्यस्तो भयो भने चाहिँ यही मोटरकै प्रब्लम हो यही के अरे क्लचकै प्रब्लम भनेर बुझ्दा हुन्छ Let's try again once. So try गरौँ गाइस अब चाहिँ देख्न सक्नुहुन्छ दिस प्रब्लम हेज बिन सल्भ होइन तपाईँको चाहिँ अब चाहिँ पेपर जाम भएको छैन होइन अब चाहिँ मजाले चाहिँ पेपर चाहिँ तानिरहेको छ यहाँ यस्तोमा कहीँ पनि जाम भएको छैन सो आई होप this is going to be helpful for you and thanks for watching and see you guys in my next video. Bye bye.